गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै छु अनि म चाहिँ एउटा नयाँ भिडियो लिएर आइसकेको छु। भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ तिहार विशेष छ है। अनि सबैजनालाई 2082 को तिहारको धेरै धेरै शुभकामना। अब चाहिँ हाम्रो चाहिँ तिहारको चाहिँ हुँदैछ, रेडी हुँदैछ। अब हाम्रो टिका लाउने बेला भइसकेको छ है। टिका लाउन रेडी हुँदैछौँ हामी सबैजना। अनि मैले चाहिँ यहाँ चाहिँ फुल उनेर चाहिँ रेडी बनाएर राखिसकेको छु भाइहरूलाई। भाइहरूभित्र अब चाहिँ हामी चाहिँ तिहारको टिका लाउँछौँ ल। तिहार सुरु भएर तिहार सायद कति भयो 39 ट्याक्कै भयो चाहिँ 11:39 39 नै भन्छ 11:39 भन्छ। त्यो सेतो छ छैन त्यो सेतो छ डबल चाहिँ कसरी गर्ने भयो है। सुपर ग्लु सोच्यो सबै कुरा हुन्छ नसोचेको फेरि खोल्दै घर पनि तपाईँको भाइ हो। के भनौँ हातले गर्नु त हातले गर्नु एक्स्ट्रा दुबो राखेको थियो छ त 2टा 3टा दोरी हातमै टोकी भाषामा भयो। बाबु कता हो र विजय भिडियो नि विवेक कता हो। यसका दाजुभाइलाई त खिच्नै पर्छ अरे। आनन्द कसरी फोटो होइन क्या तीन पैना अब ओखर फुटाल्ने मिलाएर हाने अलि ए फुड्याङ के भन्दा कति टुक्रा गराउनु सबै शत्रुहरू नष्ट हुने यसै गरी। जल लिएर घुम्ने यिनीहरूको टाउको रित्तै भएकै रुमालो रहनु पर्यो। नानी पुरा देखाउँदा तल देखिँदैन, तल देखाउँदा म ठिकै भयो ऊ त्यही म्याटमा बस्छ, म्याट रङ्गिन्छ।
बिचमा एउटा हरियो त्यहाँ निलो त्यहाँ ऊपर लाउनु पर्छ अरे नि फोटो धुनुपर्छ पर्दैन होला पर्दैन पर्दैन ढोका दिदी खुट्टा एउटा क्र्याक जस्तो मलाई होला नि हेर्नु पऱ्यो नि कस्तो रहेछ मैले त पाइरहे अहिले त होइन कति चाँडो लाएर गयो मैले पटेका पटेका फर्न त्यति त्यसै त्यो हरियो अब चाहिँ खै त्यसै त्यहाँ अब पहेँलो पहेँलो डिफ्रेन्ट खाल लाग्यो नि त अब चाहिँ हो त्यो पिङ्क रङको देखियो अब यो लाएर भए चाहिँ कपडा चेन्ज गर्न पाइन्छ पाइँदैन आज के हुन्छ कपडा चाहिँ यो कपडा मन लाउँदैन अब एउटै रङ हुन्छ घरमा गर्थ्यो खै खै कुन चाहिँ हुन्छ त्यो जाम्नी कलर लाँदा अनि कहाँ भयो त्यो एउटै जाम्ने कलर अब यो हुन त कस्तो राम्रो देखियो दिदी घर को दरार देखियो मान्छे मान्छे राम्रो यिनीहरूले त मम्मी अघि काना फुल लगाएको थियो खै त त्यो बोल राम्रो ढोले ढेँडोले किरी ल्यायो अब मैले भन्थे रे किट क्या अघि तिमीहरू बस्यो एकछिन यो खाँदै गर ल बाबा मिलाएर कस्तो दाम बढ्दै गयो कस्तो बाबा ल पहिला उस्तो दिँदै भाग्यमानी बाबु भन्छु हमारे भयो धेरै ढोकी आज मैले यसको भङ्गाएर जान्छु मिलाएर ए उ त्यो अन्माला पनि एउटा माला ल्याइदियो यो त बेचा मैले त्यहाँ चाहिँ देऊ माला देऊ भाइलाई दादालाई एउटा माला लगाइदियो ल ल खुट्टा दे ल दिनु पर्यो भयो नि गगन टिका लाउनु नपाइने यो सब फेरि उखाएर दाम खाँदैन कसम फाल्ने काम छैन किरिकिरी खानु मलाई त तिनी काम छैन बाबु त्यो बतासा हो कि खाऊ बतासा अलिक बतासा खानु अब यो बतासे मान्छेले खायो भने थाहा भन्नुहोस् ल जगर्स प्यान्ट फाइनली आयो मेरो अब म यसलाई लाएर जान्छु मलाई खाली तिमीहरू डिटेल त्यही लगा रातले के धेरै खाएर ठिकै त यिनीहरू रोटी सोटी केही त खाँदैन खाऊ बा खाऊ म त घडी पाइहालेँ के अरे अब नयाँ घडी चलो कुछ खेलते हैं मैं नहीं खेल सकती मुझे नोबिता पर नजर रखनी है क्या तुम नोबिता पर नजर रखना चाहती हो नानी आलू तो ये तो कालो है नहीं संभाल सकती मैं उसे अच्छी तरह जानता हूँ पर मैं उसे अकेला नहीं छोड़ सकती अरे ये क्या नोबिता देखा मैंने कहा था ना मैं फिर से ड्रीम कंट्रोलर करूंगी सो गाइज भिडियोलाई चाहिँ यतितिर इन गर्नुपर्ने हुन्छ मेरो भिडियोलाई लास्टसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद र हजुरहरूको तिहार कस्तो भयो कमेन्ट गर्नु होला है त अनि
मेरो च्यानललाई सब्सक्राइब पनि गरेर राख्नुहोला र नयाँ नयाँ भिडियोको पर्खाइमा रहनुहोला। हस् त, धन्यवाद, बाई बाई।